हामी नागरिक आवास संस्थाबाट चाहिँ बेथान चौक काभ्रे पलान चौकको बेथान चौक स्थित बालहित माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ हामीले शैक्षिक सामग्रीहरू वितरण गर्नको लागि हामी काठमाडौँको कपनमा अवस्थित नागरिक आवास संस्थाबाट हाम्रो आदरणीय अध्यक्ष श्री रीता राणा मगरज्यू, कोषाध्यक्ष गङ्गा भण्डारीज्यू, त्यस्तै गरी हाम्रो पदाधिकारीज्यूहरू सल्लाहकार श्री सीताराम ढङ्गालज्यू पनि आउनुभएको छ। हाम्रो यो सम्पूर्ण सदस्य पदाधिकारीज्यूहरू र कतिपय सदस्यहरू चाहिँ बिरामी भएको कार्यव्यस्तता र विभिन्न जिल्लाहरूमा गएको कारणले मात्रै उपस्थित नभए पनि हामी यति भए पनि आएका छौँ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। जय नागरिक, जय नागरिक आवास, जय नागरिक, जय।